यो हो फापरको रोटी। फापरलाई सामान्यतया अन्न मानिन्छ, तर वनस्पति विज्ञानका अनुसार यो अन्न नभई एक फलको बिउ हो। अनि यो फापरको रोटी स्वास्थ्यको लागि एकदमै राम्रो हुन्छ है। तपाईँहरूले कतिको खाने गर्नुभएको छ? मैले चाहिँ महिनामा त होइन, हप्तामा 15 दिनमा एकपल्ट चाहिँ यसको रोटी मलाई चाहिँ एकदमै मिठो लाग्छ, बनाएर खाने गरेको छु। अनि खानपिन सम्बन्धीका विभिन्न किसिमका भिडियो हेर्नको लागि मलाई साथी बनाएर राख्नुहोला है त साथीहरू। यो एकदमै दामी जिनिस हो, खाने गर्नु चाहिँ खालि पिज्जा बर्गर भनेर एकदम कुदेको कुदै मात्रै नगर्नु। त्यसले स्वास्थ्यलाई यो हाम्रो शरीरको भित्री इन्जिन हुन्छ, त्यसलाई खरानी बनाइदिन्छ। तपाईँको कोदो फापर यी जिनिसहरू पनि महिनामा एकपल्ट एक दुईपल्ट सधैँ नभए पनि खाने गर्नु न यार। कति जिब्रोको स्वादको लागि पछि कुदेको कुदै आफ्नो शरीर नै ध्वस्त बनाउनुहुन्छ भन्दै आजको दिन शुभ रहोस् भन्दै बिदा चाहन्छु। हस् त नमस्कार। को कताबाट हेर्दै हुन्छ अनि कमेन्ट गर्न नबोल्नु होला है त। अनि हेर्नु न, मैले दामी म चाहिँ घरिघरि खाइरहन्छु क्या। मलाई चाहिँ कोदोभन्दा फापर मिठो लाग्छ। मिठो जे लागे पनि कोदो फापर यी रैथाने कुराहरू खाने गर्नु होला है त। बाई।